हामी फ्राई चाहिँ गरिरहेछौँ। कोसिस गर्नुहोस् तपाईँहरूको पक्षबाट। मुटु चलेको देखियो कि जस्तो लाग्यो है। तरकारी छिटो पकाउनु है, खाना खाएर। आलु जाऊ भाइ सिधा। हेलो नमस्ते गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम ठिकठाक छु। आज चाहिँ हामी विशेष सुटिङ, हामी चाहिँ पोखराबाट अलि माथि छौँ गाउँतिर है। हाम्रो टोली यहाँ पछाडि सबै टम्काएर बस्टामा आफ्नो क्यारेक्टर दिनलाई रेडी छौँ। यहाँ चाहिँ जोस् मस्तको भ्यू छ, मौसमले पनि राम्रो साथ दिइरहेछ। अनि हाम्रो जेहानज्यू अनि हाम्रो भाइरल लालाजी, अनि त्यसपछि हाम्रो बाबु, यता चाहिँ पेन्द्र सर डाइरेक्टर, सबैजना हामी आफ्नो कार्य गर्दैछौँ। अब चाहिँ यहाँबाट लगभग 2 सिन जति भयो। अब यहाँबाट हामी चाहिँ एउटा मुखियाको घर ऋण लिन गएको चाहिँ तयारीमा छौँ। अब यहाँबाट निस्किन्छौँ। यो घर दिनुभयो उहाँलाई धेरै धेरै धन्यवाद, हामीलाई सुटिङ गर्नलाई है। अनि यता बारीमा ट्याक्क लाएर चाहिँ बा आमाले यता काम गर्दै हुनुहुँदैछ। अनि यो यहाँ अब के रोप्ने आमा? के रे बुवा? टमाटर रोप्ने? हजुर ल टमाटर रोप्ने रे। पैसाको बिटो चाहियो? दिदीलाई धन्यवाद हामीलाई चाहिँ नि यहाँ व्यवस्थापन गरिदिएकोमा। अनि अब गीत कुन गीत हो भनेर उत्सुकता भइरह होला तपाईँहरूलाई। गीत भनेको चाहिँ सबैले आमाप्रति समर्पित हुन्छ। यो चाहिँ हाम्रो बाबाप्रति, छोराछोरी, बाबा नहुनेहरूको लागि बनेको गीत हो। हाम्रो गीतको चाहिँ नि सबै लेखक अनि गायककार हाम्रो जेठान हुनुहुन्छ, यहाँ हुनुहुन्छ। अनि चाहिँ धेरैभन्दा धेरै माया गर्नु होला है। डिपेन्ड ब्लगमा जोडिनु भएका सबैले सेयर गर्नुपर्छ, सबैले चाहिँ माया गर्नुपर्छ, हेर्नुपर्छ है। 7 गते हामी रिलिज गर्दैछौँ। यति बेला चाहिँ हामी अब मुखियाको घरतिर लाग्दैछौँ है। अब हेर्दै गर्नु होला के हुन्छ। अब हामी यहाँबाट निस्किन्छौँ। सर र हामी चाहिँ यहाँबाट अब मुखियाको घर चाहिँ त्यहाँ हुन्छ होइन। हामी यहाँबाट अब चाहिँ निस्केका छौँ। कोही आउँदैछन्, कोही चाहिँ पारी पुगिसकेका छन्। अनि मुखियाको घर त्यहाँ हुन्छ ऋण लिएर। अब कठाल के माग्छ त्यहाँ लेखेको के छ त्यही अनुसार हुन्छ। हाम्रो बाइकहरू फेरि तल छ। अब यो पोखरा देखाल्नु हो कि त यो चाहिँ गाउँ खोला हो। ए बुढाबुढी आज कठाले मागेको बुढाबुढी यहाँ हुनुहुन्छ। बुढाबुढी अनि भाइरल बा। अनि ट्याक्क हामी चाहिँ अब यता जाँदैछौँ है। कहाँ जाँदैछौँ त? मुखियाको घर ऋण लिनलाई जाँदैछौँ होइन। अब ऋण लिएर बल्ल त्यसपछि फेरि के हुन्छ हेर्दै गर्नु। अब हामी लगभग मुखियाको घर पुग्न लाग्छौँ है। मकै बारी दर्याम हेर्नुहोस् त कति राम्रो मकै छ नि। ट्याक्क लाएर चाहिँ नि सरर लाएर हामी चाहिँ यो चाहिँ मुखियाको घर होइन। ट्याक्क लाएर चाहिँ नि मुखिया बच्चा समातेर लट्ठी समातेर बस्नु भएको कति राम्रो कुकुर। अनि सर र हामी चाहिँ है कुकुरले के भन्दैन होला। यहाँ गाई पाल्नु भएको रहेछ। अब बोल्न मिल्दैन है गाइस, बोल्न मिल्दैन। अब चाहिँ म भिडियो खिच्छु। चाहिँ सर मुख्य बाबाको घरमा ऋण लिन आएको नलाछौँ है।
हाम्रो फाइनली लालाजी वाइनर कोकोनटको एन्ट्री भइसकेको छ। उहाँको रोल सुरु भएको छ। औषधि खानु है, औषधि टाइममा खानु। अब भोलि पर्सि के अरे हस्पिटल जाम लाग्यो अरे, अनि आमाले तरकारी छिटो पकाउनु है, खाना खाएर ल हजुर जानु पकाउँछ। आमा टुक्रो सो त्यही गाई चाहिँ यति बेला हामीले चाहिँ यताको सुटिङ लगभग फिनिस फाइनल गरेर हामी चाहिँ यताबाट झरेर अब तलतिर जाँदैछौँ। फेरि अब तल अरू पाठहरू बाँकी नै छन्। हामी यहाँबाट अब यहाँ निस्किन्छौँ। रेडी गर्नु है, हाम्रो सुटिङका टोलीहरू सामानहरू आफ्नो बोकेर ट्याक्क चाहिँ नि झर्दैछन् है त। कठाले मागेको गाईजी छुट्टा अहिले त हाडा बोकेर कपडा सपडा सब खोलखाल गरेर एक टुक लाएर सो त्यही गाई चाहिँ यति बेला हामी चाहिँ पारी गाउँको अलिकति क्लिप्सहरू बिहाएर वारिपट्टि यो श्री रतन पाण्डे माध्यमिक विद्यालयमा आइपुगेका छौँ। यहाँ पनि अलिकति कठाले मागे अनुसार थोरै उस लिनु छ, त्यही भएर चाहिँ हामी आइपुगेका छौँ। देख्न सक्नुहुन्छ। जस हाम्रो ब्लग मार्फत जोडिएका साथीहरूले पनि सबैले माया गरिदिनु होला। के हुन्छ, कठाले के माग्छ, अहिले साँझसम्म भ्याइन्छ भ्याइन्न सबै भिडियोमा हामी अपडेट गराउने नै छौँ। अहिले भने हामी यहाँ तयारी गर्दैछौँ है त। हाम्रो चाहिँ यता पछाडि देख्न सक्नुहुन्छ। यो गाइस यति बेला चाहिँ पुरै कठाले मागे अनुसार बनाइसक्यो। अब चाहिँ डक्टरले चाहिँ चेक जाँच गर्ने भने यहाँ चाहिँ अब कठाले मागे अनुसार अब छोराहरू अनि बुवा चाहिँ सुविष्ट अवस्थामा तेर्साइसकिया छ है। अब चाहिँ फाइनली हामी बाहिरबाट भिडियो खिच्दैछौँ। हुन्छ त्यो पाएर चाहिँ नि अब मैले टिकटक दिएर भिडियो बनाउनु के गर्नु ल छले त आउँदै ल हजुर सबैजना बाहिर आउनु अब सुरु भयो गाइस। यसो नारी छामेल गरौँ। चेक जाँच सुरु भइसक्यो है गाइस। हामी चाहिँ वेटिङमा छौँ है। एकचोटि हामी चेक गरौँ। धेरै बोल्न मिल्दैन क्या। यहाँ बोल्न मिल्दैन है। यहाँ डाक्टरले चेक गर्दैछ। नबोला माई नत्र उपचार हुन्न। गाइस यति बेला चाहिँ नि खडम मुटु चलेको देखियो कि जस्तो लाग्यो है। हाम्रो त रियल हो त दिपकजी। अनि रियल भयो पनि गर्न सकिने गाह्रो नभएन। सुन भाइ यहाँ बस्छ ठ्याक्कै ढोकाजी ए यहाँ हो त्यो ढोका के भन्छ गाह्रो नमाने यस्तो भयो भनेपछि अनि एउटा ड्याममा ढल्ने तपाईँ
म चाहिँ सँगै बनाउन नपाइ है भयो कि सेत्तै भयो यार कस्तो राम्रो आहा कोपे गाई नहुँदै फेरि घाँटीमा फेरि अलिकति राम बसल दिएर नङको तारमा राम्रो छ फेरि उहाँको गाह्रो होला फाइनल गाइज अब हाम्रो चाहिँ टम तयार हुँदैछ है अब कठाले मागे अनुसार ट्याकटुक पारेर हामी खोलामा आइसकेका छौँ सबै उतामा लास त्यस्तो बाँडेर हामी यहाँ ताली बजाएर गीत गाएर बसेर हुन्छ र सो त्यही गाज अब तयारी हुँदैछ है अब बाँडिसक्नु भएको छ एउटा कपडा 3-4 बोतल लिएको हुँदैछ के फुलफुल हामी अरू आर्टिफिसियल लास स्वागत छ हजुरहरूलाई है आज चाहिँ हाम्रो के अरे लालाजी बाजेलाई चाहिँ आरे घाटमा त्यसरी सक्यो ल भन्नुहोस् त Hello guys, welcome back to our vlog. Today I am going to Jalang. के अरे न? आज सबैजना सँगै लालाजीले आज हामी सो त्यही गाइज यति बेला चाहिँ पसिना भएर लालाजीलाई ट्याकटुक पारेर अब यहाँ जलाउने कार्यक्रम हुँदैछ है मान्छे जलाउने त होइन तर पनि चाहिँ अब कठाले मागे अनुसार हामीले चाहिँ देख्न सक्नुहुन्छ है पारीबाट मलामीका ताँटी छन् होइन रुवाबासी छ तर यहाँदेखि कोही आउनु भएको सबै डराउनु भयो सबै डराउनु भयो कि अब सबै डराएर खोला पारी बस्नु भयो हामी ठुलो खोलाको छेउमा छौँ यता चाहिँ अब लिप्सिङ भइरहेको केमा एकचोटि क्याम मैले तपाईँको भिडियो गरिदिनु देखिनु म त हामी यसको पछाडी है त्यही भएर यसरी गरिदिनु यो त हल्का अगाडि बस्नु उहाँ गयो सकेसम्म लुकाउने त्यसै गरेर बनाऊ है मलाई पहिला लगाउनु हो त लास्ट गाइस यहाँ चाहिँ यस्तो हुँदैछ यता दर्शकहरू देख्न सक्नुहुनेछ होइन छ त टाउ सबै खुर्किन सबै गरिदिनु फोटो खिचिदिनु क्लासहरू ल ए सरी क्लास त हेर्नु झोला फिल्मको जस्तो भयो त है बवाल भएको हुन्थ्यो हेरौँ यार थुप्रै हो कि तर मान्छेहरू हेर्नु माथि डेन्जर हेर्थ्यो अहिले त गयो खत्तम डेन्जरै भयो जस्तो मान्छे अलिक जाऊ भाइ सिधा यसलाई थाहा क्या दामी भयो कि सुट